आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश। तपाईका शब्दहरूमा शक्ति छ। जय मसीह। आज बुधबार जनवरी 28 तारिक माघ 14 गते। आजको बाइबल खण्ड अयुबको पुस्तक 6 अध्यायको 25 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, इमान्दार वचनहरू कति प्रभावशाली छन्। तपाईको शब्दको शक्तिले अरूलाई कसरी असर गर्न सक्छ भनेर देखाउन इतिहासबाट 2वटा कथा यहाँ छन्। पहिलो, एक दिन वेदीको सेवामा सहायता गर्ने एउटा केटाले आफ्नो सानो गाउँको चर्चमा पुजारीको सेवा गरिरहेको थियो। आफ्नो नयाँ भूमिकामा अलि आत्तिएको त्यो केटाले गल्तीले दाख मध्येको कचौरा झार्नु पर्यो। तब पुजारीले उसको गालामा झापड हान्यो। त्यसपछि सबै चर्चले सुन्न सक्ने कठोर स्वरमा चिच्याउँदै त्यो पुजारीले भन्यो, वेदीबाट गइहाल र फर्केर नआइज। त्यो केटो पछि गएर मार्शल टिटो बन्यो, कम्युनिस्ट तानाशाह जसले दशकौंसम्म क्रूरतापूर्वक युगोस्लाभियामा शासन गर्यो। दोस्रो, एक दिन ठूलो शहरको चर्च अर्थात् क्याथेड्रलमा अर्को केटाले आइतबारको सेवामा पुजारीको सेवा गरिरहेको थियो। उसले पनि गल्तीले दाखमध्येको कचौरा खसाल्यो। बिशपले उतिर फर्किएर तर रिसमा प्रतिक्रिया जनाउनुको सट्टा उनले न्यानो मुस्कानका साथ बिस्तारै भने, एक दिन तिमी एक महान पुजारी बन्नेछौ। अनि त्यो केटो त्यस्तै बन्यो। त्यो केटा ठूलो भयो र आर्च बिशप फुल्टन सिन बन्यो, जसका साप्ताहिक टेलिभिजन प्रवचनहरू हरेक हप्ता अमेरिका भरि लाखौंले सुन्थे। तपाईका शब्दहरूमा निर्माण गर्ने वा भत्काउने, स्पष्ट पार्ने वा भ्रमित गर्ने, शान्ति ल्याउने वा विभाजन ल्याउने शक्ति छ। बाल्यकालमा हामीले सुन्ने गरेको, लाठी र ढुङ्गाले मेरो हड्डी भाँच्न सक्छ तर शब्दहरूले मलाई कहिले चोट पुर्याउन सक्दैनन् भन्ने भनाइ सत्य होइन। तपाईका शब्दहरूले चोट पुर्याउन सक्छन्। तिनीहरूले चोट पुर्याउन सक्छन्, कहिलेकाहीँ गहिरो रूपमा। तर तिनीहरूले आत्मसम्मान निर्माण गर्न, मित्रता सृजना गर्न, आशिष दिन र चङ्गाई ल्याउन पनि सक्छन्। मिठा वचनहरू महका चाकाहरू जस्तै हुन्, जसले प्राणलाई मिठास दिन्छ र हड्डीहरू निको पार्छ। यो कुरा तपाईँले हितोपदेशको पुस्तक 16 अध्यायको 24 पदमा हेर्न सक्नुहुन्छ। त्यसैले दाउद जस्तै प्रार्थना गर्नुहोस्, हे परमप्रभु, मेरो चट्टान र मेरा उद्धारक, मेरो मुखका शब्द र मेरो हृदयका ध्यान तपाईँको दृष्टिमा ग्रहण योग्य हुन्। यो कुरा तपाईँले भजन सङ्ग्रह 19 को 14 पदमा हेर्न सक्नुहुन्छ। तपाईँका शब्दहरूमा ठूलो शक्ति छ, यसकारण अरूलाई निर्माण गर्ने र उत्साह दिने वचन बोल्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह। आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। मोबाइल नम्बर 98082048 04870। इमेल ठेगाना mos.radioministry@gmail.com। आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्। तपाईको आजको दिन आशिषमय रहोस्। जय मसीह।